भोलि त्यो मन्त्रीले भन्दै हिँड्ने मेरा सम्पूर्ण अभियन्ता साथीहरू, मेरा सम्पूर्ण जति पनि अरू साथीहरू सबैलाई म कोटी कोटी प्रणाम व्यक्त गर्न चाहन्छु। यो आन्दोलनलाई सबभन्दा धेरै धोका कसले दिएको छ भने त्यो हाम्रै साथीहरूले दिएका छन् साथी हो है। कहिले यसलाई मिलाउँछु भन्ने, कहिले त्यसलाई मिलाउँछु भन्ने, कहिले यता गए भन्ने, कहिले उता गए भन्ने, कहिले यता चुनाव लड्छु भन्ने, उता चुनाव लड्छु भन्ने। तर जेनजीका माग के हुन्? केकालाई यत्रो विद्रोह भएको थियो, केकालाई हामीले भाइ बहिनीलाई उचालेका थियौँ, केकालाई हामीले भाइ बहिनीलाई यहाँ पठाएका थियौँ, त्यो सबैलाई धोका दिने हाम्रा सम्पूर्ण साथीहरू, सम्पूर्ण न्यायाधीशहरू जसले पुरानो नियुक्ति लिएर उसैको चाकुसी गर्दै हुनुहुन्छ, सम्पूर्ण कर्मचारीहरू, सचिवहरू जसले नयाँ परिवर्तन भए पनि पुरानै ढला छोड्नु भएको छैन, सम्पूर्ण भनौँ न स्थानीय सरकार, सम्पूर्ण प्रदेश सरकार, सम्पूर्ण राष्ट्रिय सभा सबैजनालाई यो देशलाई यो हालतमा पुर्याइदिनु भएकोमा, यति धेरै भ्रष्टाचार गरिदिनु भएकोमा, एउटा 23 अरबको भनौँ न एउटा भनौँ न एयरपोर्ट बनाउँदाखेरि 14 अरब भ्रष्टाचार गरिदिनु भएकोमा र हामी जस्ता व्यक्तिहरूलाई जबरजस्ती आउनलाई हामी आनन्दले बिरामीको सेवा गरेर, आनन्दले विज्ञानको काम गरेर, आनन्दले बिरुवा रोप्दै हिँडेका मान्छेलाई जबरजस्ती राजनीतिमा आउन बाध्य बनाइदिनु भएकोमा जसले यो देशलाई गद्दार गर्ने सम्पूर्ण गद्दारहरूमा पनि हामी कोटी कोटी नमन प्रणाम यहीबाट व्यक्त गर्न चाहन्छौँ। अहिलेको देशको यस्तो अवस्थामा पनि यो जेनजी भाइ बहिनीहरू खास यो नेता कोही पनि छैन। यो सबैजनाको फ्रस्ट्रेसन भएर हाम्रा राष्ट्रपा समर्थक, राजा समर्थक, हाम्रा युवा समर्थक सबैजना मिलेर भएको परिवर्तन हो। यो परिवर्तनलाई गलत्याएर म जेनजी नेता हुँ, म जेनजी नेता हुँ, म जेनजी नेता हुँ भन्दै दुनियाँभरि चाकरी गर्दै कहिले प्रधानमन्त्रीकोमा धाउने, कहिले गृहमन्त्रीकोमा धाउने, कहिले यता धाउने, कहिले उता धाउने, कहिले उता धाउने हैन। जेनजीका मागहरू अलपत्र छोडेर र आफ्नो स्वार्थ मात्र पुरा गर्न तल्लीन सम्पूर्ण हाम्रा जेनजी नेताहरूलाई, सम्पूर्ण जेनजी भाइ बहिनीहरूलाई पनि म